वेलकम टु माई मिट कट होइन चाहिँ हामीसँग अलिक कपाल काटेर भइसकेको छौँ। अघि चाहिँ मेरो फोनमा चार्ज छैन, बल्ल चार्ज गरेर हामी जो कास्टमा आइसकेको छौँ एपिसोड 1 विथ माई टु फ्रेन्ड्स रेन्जी थापा र आले चाहिँ अहिले एकछिन क्यामेरामा आउँछ होइन। यसो हल्का त्यहाँ प्रब्लम भयो, आलेले चाहिँ जङ्गलतिर गयो आले चाहिँ होइन, एकछिन आउँछ भने हामी चाहिँ आफ्नो कपालको मिड कटमा आइसकेको छौँ। अब हामी चाहिँ यसो हल्का यही हो केटा, अब भोलिको भिडियो आजको भिडियो होइन, यति नै हुन्छ, धेरै के हुनु हाम्रो भिडियोमा चाहिँ। सो यही नै हो, अरू भन्नु केही छैन। यस्तो भिडियोहरू अब टाइममा आइरहेको छ हाम्रो जो कास्ट एपिसोड 2 एपिसोड 3 होइन। म साटु मेरो साथी सचिन पनि हुनसक्छ। त्यति छैन, 3 र 2 कति एक भयो यो 3 भयो। अनि अब चाहिँ हाम्रो कुराकानी सुरु हानौँ है त। जस्तो नि आज कहाँ थियो त नि दिनभरि? अनि म तिमीलाई दिनभरि फोन गरेको थिएँ, तिमी उठाउँदैनौ होइन। रेन्जीलाई के थियो र आज कलेजमा? त्यस्तो के बनाउने तिमीहरूले? के बनाउने? फायर डिटेक्टर र अनि एउटा क्यामेरा सेन्सर। तिम्रो सिभिलले कस्तो बनाएको थाहा? कस्तो? मोबाइलबाट बाइक अन गरिदिन्छ कि सब बाइक अन हुन्छ? मास्टर हो? मास्टर होइन, एउटा बाइक त्यो सेन्सर हालिदिन्छ नि त। ए दोस्त तिमीले त्यो भिडियो हेऱ्यौ कि नाइ नि? त्यो एउटा केटा आएको, के अरे मनिबलमा आएको होइन, त्यो ऊ लिएर के मास्टर रिमोट लिएर आएको, अन्त मनिबल भित्र चलेको स्क्रिन बन्द गरिदिएको कि मास्टर टिभी बन्द गरिदिएको कि मास्टर रिमोटले। अलिकति मैले क्लिप राम्रोसँग त्यही त नि, मैले टिकटकमा देखेको हो कि ठ्याक्कै त्यहाँबाट भित्र छिर्छ। त्यसपछि चाहिँ मैले हेरेँ। ल केटा, अहिलेको चाहिँ समय रहेको छ रातिको 11:30 भएको छ। यो नि हो लास्टै जाडो छ यहाँ चाहिँ होइन। हामी चाहिँ बासिराल कोर्ट हामी चाहिँ अहिले बासिराल कोर्टमा रहेको छौँ। यो भिडियो चाहिँ सकेसम्म आज चाहिँ माघ 14 गते, यो भिडियो चाहिँ सकेसम्म भोलिसम्म आउँछ होइन। अब आएन भने चाहिँ मेरो गल्ती केही छैन यसमा, आएन भने आएन कुरा सिद्धियो होइन त। जाडो चाहिँ निकै होइन केटा। कति बजे छ भन्नु न? 11:30 रहेको छ टाइम चाहिँ। यदि तिमीलाई यस्तै बबल हेयरकट काट्न मन छ भने चाहिँ रेन्जी थापालाई कन्ट्याक्ट गर्दा हुन्छ। इन्साइड रेन्जी म गर्छ। यस ओन्ली हेयरकट रहेको छ। मैले मेरो फर्स्ट भिडियोमा पनि भनेको थिएँ 300 हो कटलाई चाहिँ होइन। अब मेरो नाम लिएर गयो भने चाहिँ त्यही हो 250सम्म चाहिँ काटिदिन्छ अन्त केटा हो कि होइन? यस यस्तो जो कास्ट चाहिँ अरू बेला नै आउँछ है केटा। एपिसोड 2 मा चाहिँ यहाँ मको सट्टै यहाँ आली हुनसक्छ, एपिसोड 3 मा रेन्जी हुनसक्छ होइन त। यस्तो पोडकास्ट अब आउने छ होइन। यिनी हो यस्तो पोडकास्ट हेर्न मन लाग्छ भने चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नुपर्छ ल। मात्र त फेरि यस्तो भिडियो त काहीँ पाइन्न नि, गाह्रै पर्छ ल केटा होइन। यस्तो दुःख गरेर हाम्रो रेन्जी दोस्तको भोलि बर्थडे भएर मात्रै काट्दै 12 बजेपछि बर्थडे, फेरि 11:30 बजे काटिरहेको बर्थडे दिन काट्नु नभनेर। कस काट्न त आज नि मिल्थेन कि, आज ऊ हो कि जन्मबार हो। ए दोस्त शिव आइसक्यो, म गएर काटिहाल्छु भनेर अनि आइदिएँ म त। अनि जाडो चाहिँ लास्टै है केटा। यो हामी अहिले बसेको लोकेसन चाहिँ कहाँ भन्दाखेरि चाहिँ यो मणिपालभित्र बास्केटबल कोर्टमा छौँ हामी चाहिँ, एकदम खोक्का लाइटिङसँग। यहाँ चाहिँ फेरि कहिले एन्ट्री पाउनु, हामी मात्र एन्ट्री पाउने हो। यही हामी भन्दा नि यहीँको स्टाफहरू स्टुडेन्टहरू यहीँ बस्नेहरू मात्र एन्ट्री पाउँछ। कहिले पनि हल्ला बाँच्थ्यो, अहिले कोही आउन सक्छ कि फेरि। ए नै हो, अरू के गफान्ने हो र यार। कतिमा अरे? अहिले म 11 मा हो यार। टेन्सन छ यार, टेन्सन छ यार केटा हो यार। कलेज पढ्न छोड्दिएको होइन मलाई तिमी भाइ भनेपछि अब के भन्छ तिमीले? कलेज पढ्न छोड्दिएको होइन? कलेज पढ्न छोड्दिएको फेरि जोइन हानेको त नि के केटाहरूले कल गरे पड्की पढ हानेर अनि देखेर तिमीहरूले केटा होइन। कलेज चाहिँ किन कलेजमा चाहिँ कपिराइट लाउँछ कि केटा कलेजमा चाहिँ मलाई चाहिँ अति नै गाह्रो हुन्छ कलेजमा चाहिँ होइन। यस्तो हेयरकट हानेर गयो भने त झन् भोलि के हुने त होइन। म भोलि केटा अब 16 गतिको दिन
भ्लग आएन भने चाहिँ म रहेन भन्ने सोच होइन कलेजबाट मलाई काटेर फालिदियो निकालिदियो भन्ने सोच्दा हुन्छ स्वर्गवती भ्लग आएन भने चाहिँ स्वर्गवती के छ हाम्रो बाप्स सुरुवाती पार्टी पार्टी हाम्रो स्पेसल डे किनकि स्वर्गवती हाम्रो मेरो इक्जाम अनि त्यसै हामी त्यसको रात चाहिँ हामी सोह्र गते शनिबार पऱ्यो नि त भएको छ सोह्र शनिबार होइन शुक्रबार हो यो शुक्रबार हो अनि 17 गते शनिबार कस्तो मक्खन रहेछ त अनि यो नि केटा हामी चाहिँ होइन 16 गते चाहिँ हामी दिउँसो इक्जाम दिन्छौँ अनि बेलुका चाहिँ हामी अनि त्यो गर्ने एक्जाम चाहिँ कतिखेर दिन्छौ दिउँसो इक्जाम त दिउँसो त हुनु होइन नि दिउँसो हो 16 गते छुट्टी हो कि अन्त नि अनि के त नि अनि के भन्नु खोजेको मैले बुझेन कि 10 बजेपछि एक्जाम हो कि नि अर्को 10 बजे होइन रे कति बजे अर्डर 7 बजे बोला यस्तो हो र अँ Oh my God. तिमीसँगै जाने हो Oh my God. मेरो कुनै छ र यो पाकिस्तान सहरमा तिमी बाहेक मेरो Oh my God. मेरो मेरो मित्र मजा होइन होइन तिम्रो त अलिक टर्न आउँछ कि रोक न रातिको 11:30 बजे कपाल काटाइदिरहेको छु। केटा तिमीहरू भनेको साथी भने नि मै के भन्छ डाइलेगै बिर्सिए साथी भने नि साथी भने नि तिमीहरू हो भाइ भने नि तिमीहरू नै हो दाइ चाहिँ होइन फेरि बल्ल 11 पढ्ने तिमी अनि हामी ब्याच सेकेन्ड इयरमा चलफल है चलफल केटीहरूको अगाडि 25 वर्ष हुन्छ 25 वर्ष त भन्ने कस्तो कुरा गरेको चलफल है तिमीलाई भनेको होइन कि अल्ला भनेको किन झुट बोल्ने यति किन तिमी त्यस्तो किन भन्नु डराएको के को डराएर किन डराएको म शिवसँग डराउँछु तिमी उता उता सियो भन्ने को शिव भन्ने साँच्ची ए त्यो शिव भन्ने कि अस्ति हामीसँग चियाबारी भेटेको थियो त ए हो त्यही हो सियो भन्ने त्यो त्यहाँ आएको थिएन अँ। चिया खुलाइदिएको साइडको पैसा चिया खुलाइदिएको अल्छी एकचोटि पैसा तिरेको रेकर्ड छैन है जिन्दगीमा एकचोटि पैसा तिरेन मसँग भेटेदेखि चाहिँ पहिला पहिला झुकेर चिया भुटेको चियातिर खर्च गर्छ जस्तो लाग्थ्यो अहिले त त्यही नै आउन्न भुटेको चिया पनि धेरै आउँदैन कि फेरि 40 रुपियाँ 20 रुपियाँ 50 रुपियाँ जस कपाल बिग्रेलाई त्यस्तो होस् गरेर ए के हामीले शिवला भनेको हामीले शिवला भनेको तिमी त रेन्जी हो नि अनि त होइन दोस्त मैले भन्न खोजेको बोल्दाखेरि कपाल ए बिग्रेला त्यसो भनेको त्यो भन्न खोजेको कि दोस्त बुझिनौ बुझेँ बुझ्नै पऱ्यो नि दोस्त बराबर माया गर्नु के छ नि कपरेट हान्छ र त्यस्तै त हान्दैन दोस्त ए हान्दैन मेरो फेरि हान्न सक्छ है मेरो फेरि ओरिजिनल हान्दा खतरा हान्दा फेरि होइन भएको छ नि त। अँ। मनिस अँ। के सोध्नु छ मैले बिर्सेँ। ए भन न ल बोलायो भनेको के सोध्न चाहिँ बिर्सियो अरे कति बजे जस्तो ल 45 भयो 11:45 ल केटा हो यही नै अझै हो 15 मिनट छ ढुक्क छ न 12 बजे होइन अनि हामी बर्थडे ल केटा अनि शिव तिम्रो प्लान चाहिँ के छ त नि अब पछि गएर चाहिँ होइन हुन्छ ए के अरे रेन्जी सरी रेन्जी भन रेन्जी ल कट है ल रेन्जी तिम्रो प्लान के छ त नि पछि गएर दोस्त खाइ के हुन्छ दोस्त थाहै छैन विदेश त होला विदेश त विदेश नि यहाँ बसेर के काम छ कुन देश हो त नि अब युके युएसए अस्ट्रेलिया त्यही त सकेसम्म राम्रो देश अब नराम्रो भयो चाहिँ खाडी मुलुकतिर त होला काठमाडौँ काठमाडौँ होइन कि हामीले शिव के अरे रेन्जीले के दोस्त हामीले रेन्जीलाई फोन गर्ने नि दोस्त कहाँ हो भनेको दोस्त म त्यही त विदेशतिर छु भनेको अरे अनि हामीले लोकेसन हेरेको इन्डियाको बिहारतिर भएको अरे त्यस्तो त होइन दोस्त ए के अरे निरज दाइले उता दिल्लीमा खेल्न लागेको रहेछ नि त ए हो कतिजना प्लेयर जानु ला 10 जनाले बुढी के साल आँटिलो भएको भनेको के डेन्जर दोस्त 25,000 जम्मा अझै तिमीले त जम्मा 25,000 रे अझै तिमीले त रियल आर्ट त देखेकै होइन कि हामीले देख्यौँ कि रियल आर्ट त ओहो कुरा नगर न रोइन्छ हामी त्यतिको दोस्त तिमीले त्यो ज्याकेट आएको के त्यो मेरो ज्याकेट आएको कि उसमा त्यस्तो त नगरिदिएको भयो भने अलिकति सो सरी है कति मिनटको बन्छ होला यो भिडियो है हुन्छ ल 10 15 मिनेट
जोटकास भनेको अलिक ठुलै हुन भनेको तिमीले अब जोटै बनाइदियो जोटकासै जोटै बनाइदियो दोस्ले एक दिन हानौँ न त हामी तिनजनै मिलेर ल जोडकास्ट जोडकास्ट हो कि जोडकास्ट भनेको JOKECAST EP1 भनेको एपिसोड 1 हामीलाई थाहा जस्तो त्यो नपढेको हामी पनि जाने कि बिदानले त आज स्टोरी हालिरहेको थियो त अनि फुल पाएको फुल केटीले दिएको कि हालले ल्यायो तिमीले नै हाल्छ जस्तो लाग्छ फेरि थ्याङ्क यू भन्दै स्न्यापमा त्यो दिन स्न्यापमै भनेको त नि के आलुले फ्यान फोन भास्कर तिमीलाई एउटा कुरा त सरप्राइज दिउँ खास मेरो बर्थडे आज हो नि इङ्ग्लिस डेट अनुसार आज हो कि 28 जनवरी भनेपछि आज होइन मलाई फेरि जताततै एउटा विस आएको थियो कि आज यता आइफोनको आइमेसेज लेख्ने विस आने थियो के भन्नु आज त कलेज छिरेको होइन एउटा केटीले आई लभ यु हो क्या आई लभ त भनेन ए ल तिम्रो लागि फुल ल तिमीलाई लागि मैले तिमीलाई सधैँ देखिरहेको त्यसलाई के अरे रिन्जी त्यसलाई देखेनौ कसलाई त्यो के त्यो को थियो कि त्यो के को थियो कि त्यो त्यो एजियन एजियन Yes. नाचिदियो त आज एजियन कस्तो मिठो नाच्यो त्यो कुन होइन हौ? त्यहीले हो कि दिएको त्यो त त्यो कुरा चाहिँ पत्ता होइन मैले गाह्रै हुन्छ नि जस्तो कुरा त्यो गाह्रो इम्पोसिबल सोधन त्यसलाई सोधन ल आफै गाह्रो हुन्छ अनि म त्यो तिमी भएको ठाउँमा म भएको चाहिँ मैले पत्याउँथेँ तिमीले पत्याउँथ्यो होला भन्दा कस्तो खोज्दा केटा झन् नाच्दिरहेको फेरि आज फेरि हो शिव के उसँग नाच्न पर्ने हो कि सचिनसँग अघि अल्ल कस्तो दाबी मस्किन योसँग मसी मसी हुसी देउनलाई लै मुसु यो दोस होइन एउटा बुके जितेको होइन एउटा केटीले दिन्छ औडा भनेर देऊ न देऊ भनेर यार दिन पर्थ्यो नि त अनि कहाँ दिनुहोस् ममलाई दिन्छ भनेर राखेको सटै सट मलाई दुइटा केटीले माग्न आएको कि खाएको छ त एउटा म डेलिभरी गाई हो मलाई देऊ न खाएको छ त मार्केट अनि अर्को नि आयो अनि अर्को दिन मलाई देऊ न अरे अँ म त दिन्न भने जान्छु देऊ न देऊ गर्लफ्रेन्ड बन्ने हो भने दिन्छ साँच्ची बनिदिउँ ल भनेर जसिन्छ फेरि केटी भिडियो चाहिँ खुल्ला भयो नि यत्रो गफ गरेर चाहिँ भिडियो खुल्ला नभएको रे कि मलाई मेरो ममले दिन्छ कति मिनटको भयो कहाँ हो देखाउने देखा छैन केटाहरू मलाई फेरि छुच्च रिया चाहिँ ओहो तिमी छुच्ची भनिदिएको म के रुक रिल्स कट हुन्छ किन रिल्स कट हुन्छ भनेको के रे बुझेन के भन्छ केटाहरू कहिले नि केटीको पसिना होला आम्मा भन्ने सधैँ इनपुट ए सटै लभली केटाले क्या लभली त्यही सोचेर क्या मैले यो बुक लभली वर्ड चाहिँ केटी भनेको किच्नु मात्रै होइन कसैको होला ट्रु लभ होला होइन तर आफ्नो ठाउँमा आफ्नो ठाउँमा छ त्यही नि आफ्नै ठाउँमा राख्नुपर्छ त्यसलाई आफ्नै ठाउँमा राख्नुपर्छ आम्बाउला भनेको छुट्टै हो अनि फेरि सबै केटीहरू एउटै हुन्छ भन्ने पनि त छैन होइन यो डाइलग भन्ने त भन्दैन भन्नु जस्तो होइन हो नि होइन सबैको एउटै सबै केटी एउटै हुन्छ एउटै हुन्छ भन्ने पनि त छैन हुन्छ भन्ने त छैन त्यही भने अब कोही काली होला कोही गोरी होला कोही राम्रो होला कोही नराम्रो होइन बानी बिहार त जे होस् यस्तो भन्नु नहुने तर सबको चाहिँ बानी बिहार अहिलेको जेनेरेसनमा चाहिँ सेम छ होइन केटा अहिलेको जेनेरेसन भनेको फक्ड अप जेनेरेसन हो केटाहरू हो त्यो चाहिँ हो आई एग्री विथ दिस पोइन्ट है अहिलेको जेनेरेसनमा कसरी लभ सब भनेर त्यो अहिलेको जेनेरेसन भनेको माया गर्न सिक्यो केटाहरू आम्बाउलाई उसको ज्याकेट नफाल्ने त्यसरी मैले लाउनु पर्छ कि उ त बाइकमा राख्न मिल्छ ओ माय गॉड तिम्रो टाउको नि कस्तो मिल्छ भएन रिस कट है किन घट कुनबाट घट त्यो हाँस्योवाला पार्ट ए ल ए हाल्ने कि यस्तै हो कि यस्तै यस्तो कुरा के भाइरल हुन्छन् जसका त्यस्तो दामी मोडो भन्दा चाहिँ कहाँ तिम्रो हाँस्थ्यो त साँचो कुरा त भनेको त अब हामीले के भन्ने भयो हुन्छ नि कट भइसक्यो र कपाल अघि आइब्रो काट्दै गएको ए त्यो त हुन मलाई स्कुलबाट कट हानिदिन्छ अनि त्यस्तो लागिरहन्छ एउटा कि दुइटा एउटा नि गोस् कहाँ दुइटा हान्ने दुइटा हानेको राम्रो देखिन्छ अनि ट्रिमर चाहिँ कस्तो लाग्यो नि ट्रिमर त 60 हो ओजी ट्रिमर हो कि खासै शिवले गिफ्ट हो कि आज त्यस्तो नभन मलाई चाहिन्छ है यो त मलाई गीत थियो नि
अनि मलाई चाहिन्छ कि ट्रिमर त नत्र त मैले मात्रै जाने भयो त अनि दिन्थेँ के काम हुन्छ त नि तिमीलाई बाउली जान्छ नि त नट अन्ली मे के अरे नट अन्ली आई युज दिस बाउले के काट्छ र माई फादर अल्सो कट युज दिस के काट्छ त कपाल कताका यहाँको बुवाको कपाल काटिदिनु पर्छ कि कहिले कहिले त्यस्तो हो सो सरी मैले नराम्रो सोचेँ केही भएन एकछिन लागि माफ गरिदिएँ मैले बोल न बोल नहँसाउ न साइको ए नहँसाउ त म बोलेकै छैन यत्तिकै हँसायो आले कस्तो कस्तो मुख ल ल सिरियस सिरियस अहिले त मुगलाई मेरो थोपडा पनि दिएको थिएन ल म त के गर्न काट्दै काट्दै अझ म हाँस्यो होइन यार कसम स्माइल दिएको नि केटाले नहेर तिमीले मार नहेर यत्तिकै हाँस्यो मुस्लिम बनाइदियो न माथि माथिको काट्दै तलको दारी पाल्दै के एउटा जोक हुन्छ यो चाहिँ तिमीले नसुने जस्तो गर है एउटा कन्फ्युज भैँसीले के भन्ने नि एउटा कन्फ्युज भैँसीले के भन्ने नि अर्को अर्को त्यो त तिमीले सुने छैनौ कि एउटा गन्जेडी रोनाल्डोले के भन्यो रोको म भन्छु कि एउटा गन्जेडी रोनाल्डोले के भन्यो के भन्यो होला दिउँसोको केटीले हँसाएको ठ्याक्क म गेम खेलिरहेको थिएन त्यसले फेरि नहेरे हेरेको थियो अनि झ्याप्प के अरे मेरो बिग्रियो गेम अनि त्यसपछि गरेको त्यसले नि अलि बिस्तारै हाँस्नु खोज्यो बिस्तारै हाँसेको मनी पाले थर्के अनि फेरि म खेल्न थिएँ एकछिन पखाउनु थर्केर लाग्यो के गेम खेल्थ्यो र करेन्ट लाउँछ कि कोही बेला त है त्यो करेन्ट नलाउने खाले कि त्यो चाहिँ बज्ने खाले खै हेरौँ न तिम्रो फोन झिकाला नि कट हेरौँ न यसो मेरो फोन छ र अनि मेरो काट्छु क्या तिम्रो पनि काट्ने हो साइड साइडको फाइल कि हो खै खै ल्याउ न गर्स भइसकेको छ हो कि यार खुक्का देश मनी ह्यान्डसम फुलबारीको हेन्सी केटा ल केटाहरू गर्स चाहिँ भइसकेको छ अर्कोतिर नि हानेको होला है होइन हान्ने छैन दुईतिर त अलि अगाडि देखिन्छ होला है खतरा देखिन्छ र देख्छ के खतरा देखिन्छ दुईतिर होइन दुईतिर त हान्नु जस्तो केटा हो यही नै ल केटा यो चाहिँ रातिको 12 बजिसकेको छ न्यू डे न्यू भ्लग होइन न्यू डे न्यू भ्लग तर भनौँ जे होस् राति भइसकेको छ Happy birthday to you, Moni. Happy birthday to you. केटा यदि केटा अब चाहिँ हामी टक्क बाह्रमा चट्टा खाएर भट्टा खाएर हामी चाहिँ जानुपर्ने हुन्छ घरतिर र सुत्न पर्ने हुन्छ किनकि रातिको 12 बजेको छ एकदम जाडो भइरहेको छ निजर पनि लागेको छ मलाई त्यहाँ बाइकमा सिट परेको नि देखाउन अझै ल केटा बाइक तिमीहरूले पत्याउनु होला होइन सिट परेको हेर ल केटा मेरो नाम लेख्छु दादाले अब के मनी सेन्सी होइन र ल मेरो सिग्नेचर नि सटै बिचमा चार्ज लो भएको आइदिएर ल केटा मेरो चार्ज 10% भइसकेछ अझै म टक्क घर जान्छु केटा घर जान्छ अनि सुत्नु भेट्नुपर्छ अर्को भ्लगमा त्यतिसम्मको लागि गुड बाई